आफ्नो आङ्को भैँसी नदेख्ने अरूको आङ्को जुम्रा भने भने चाहिँ हुनु भएन। तपाईँ कुन कुम्भकर्णको निद्रामा हुनुहुन्छ प्रधानमन्त्रीज्यू? सुदूर दूर नै झिक्कै झिक्कै माया गरौँ भन्नुभयो। यो सुदूरका जनतालाई देखावटी माया तपाईँको चाहिँदैन। प्रधानमन्त्रीज्यूलाई हाम्रो संसदको नियमावलीको नियम 56 कहिले लागू हुन्छ? प्रधानमन्त्रीज्यू गुप्तवासमा हुनुहुन्छ, उहाँलाई यो ग्यासको हाहाकारबारे थाहा नहुन सक्छ। ताली बजाएर चाहिँ पास भएको बजेटहरू चाहिँ त्यो फेरि स्टेटसबाट चाहिँ कता के गर्ने भन्ने कुराहरू सुन्छु। त्यस्तो केटाकेटीपनले देश चल्दैन। नागरिकता मात्रै तपाईँको धारण गरेर नेपाली भइन्छ? खोइ त नि तपाईँको चाहिँ के अरे हामीलाई दिएको अधिकारहरू खोइ कसले दिनुपर्ने हो त्यो अधिकार? आज हाम्रो इन्टरनेसनल खेलाडी चाहिँ विदेशमा खर्च पाइन के भनेर रुँदै बस्नुपर्ने? यो बाध्यताको अन्त्य हुनुपर्छ। यो कोरा लाउने यातना दिनुहुन्न भनेर कानुन ल्याउने व्यक्ति मध्येमा म पनि पर्छु। र अबदेखि हामी मान्दैनौँ भन्न खोज्नु भएको के हो? मैले त्यो कुरा बुझिनँ। तपाईँले मानेर के हुन्छ, नमानेर के हुन्छ? के मन्त्रीको काम व्यक्तिलाई ग्यास बाँड्दै हिँड्ने हो? कतिजनालाई उहाँले फोन गर्न सक्नुहुन्छ? 10 जना 20 जना 30 जना 1000 लाखौँलाई त उहाँले फोन गर्न सक्नुहुन्न। सदनको यो छलफलमा गणपूर्वक सङ्ख्या नै नपुगिरहेको अवस्थामा यो प्रस्तावलाई स्वीकार लाने अथवा नलाने भन्ने कुराको यो निर्णय कसरी लिने होला भन्ने सम्माननीय सभामुखज्यू, आज हाम्रो दैनिकी टेबुलमा ढ्याक ढ्याक गरिरहनु पर्दा हामीलाई पनि लाज लागिसकेको छ। तर विनम्रना राष्ट्रका प्रमुख व्यक्तिले यो राष्ट्रका व्यक्तिलाई पनि सम्मानित सदनमा नेपालले पनि भारतको जग्गा मिचेको छ भन्दा उहाँलाई लाज लाग्न सकेन। उहाँले सदन सामु माफी माग्नु त कता हो कता, अहिले आएर म चारैतिरबाट नाकाबन्दीमा परेको छु भन्न लाग्नुभयो। उहाँलाई करिब 2/3 बहुमतको सरकारले यसो भनिरहँदा सत्तापक्षका आसन गरेर नभएका मान्यज्यूहरूलाई कस्तो फिल भयो होला? उहाँलाई त हामी प्रतिपक्षका सांसदले ढ्यापढ्याप गरेको दिनानुदिनले गिजाइरहेको जस्तो लागेको होला। तर एउटा स्वाभिमान राष्ट्रप्रति वफादार स्वाभिमानी व्यक्तिलाई हाम्रो देशले पनि भारतको भूमि मिचेको भनेको सुन्दा कस्तो लागेको होला? एकपल्ट कल्पना गर्दा हुन्छ। लिम्पियाधुरा कालापानी सुस्ताको हाम्रो भूभाग खुल्लमखुल्ला भारतले मिचेको हामी सबैलाई विदितै छ। तर हाम्रो 2/3 का प्रधानमन्त्रीज्यूलाई अवगत भएर पनि मुखदर्शक किन हुनु पर्यो? कानपाका मेयर हुँदा अखण्ड नेपालको नक्सा आफ्नो कार्यकक्षमा राखेको हामी सबैले देखेको कुरा हो। तर आज त्यो चुच्चे नक्सा मेटाएर 1 रुपैयाँको सिक्का छाप्नु के बाध्यकारी अवस्था उहाँमाथि आइपर्यो। हाम्रो सम्माननीय सभामुखज्यूले धेरै पटक सदनमा आउन अनुरोध गर्दा पनि चासो उहाँले लिनुभएको छैन। सत्तापक्षका मान्य सांसदज्यूलाई गाह्रो भएको छ भने किन सदनमा प्रधानमन्त्रीज्यूलाई उपस्थित गराउन सक्नुहुन्न? तपाईँहरूले दिएको मतले उहाँ प्रधानमन्त्री हुनुभएको हो कि सिङ्गल आफ्नै मतले यो कुराको हेक्का सम्माननीय प्रधानमन्त्रीज्यूलाई हुनुपर्ने हो? जतिकै बेला पनि साथीहरूबाट 35 वर्षसम्म के गर्नुभयो भन्ने सुन्नमा आउँछ। धन्यवाद साथीहरू। 35 वर्षको दौरानमा कति विकास भयो भन्ने कुरा कसैबाट छिपेको छैन। भन्नुपर्ने भए व्याख्या गर्नुपर्ने भएमा 3-4 मिनटको समयमा भन्न सकिँदैन। सभामुख महोदयले 3-4 घण्टा टाइम उपलब्ध गराउनु भयो भने प्रश्न पार्नेछु। जहाँसम्म भ्रष्टाचारका कुराहरू छन्, मेरो विनम्र अनुरोध छ, सबैका सम्पत्ति जाँचबुझ गरौँ, सबैका सुन चाँदीको लेखाजोखा गरौँ, सबैका जमिनका फाइल खोलौँ, नाता गोता आसेपासेका पनि सम्पत्ति खोजबिन गरौँ। जो दोषी छ त्यसलाई न्यायालयको कठघरामा उम्यौँ। तर अरूलाई उठाएको औँला आफैतिर तेर्सिन कि भनेर तै चुप मै चुप भइरहेको छ। खोजबिन गर्नुहोस्, हाम्रो साथ र सहयोग यो सरकारलाई हुनेछ। तर हुँदा समयमा गठन गरिएका विभिन्न घटनाका छानबिन प्रतिवेदन पारदर्शी तरिकाले जनता सामु ल्याउनु प्रधानमन्त्रीज्यूलाई कसले रोकेको छ? के बाध्यकारी अवस्था आयो? आफ्नो आङ्को भैँसी नदेख्ने अरूको आङ्को जुम्रा भने चाहिँ हुनु भएन। बिचरा गरिब सुकुम्बासीको उठीवास कसले किन गराए? त्यो पनि आफ्नै आसेपासेतिर तेर्सिन लागेपछि चुपचाप भएर पछाडि हट्नुभयो। सबैले अनुभव गरेको छ। सदनमा प्रधानमन्त्रीज्यूले बत्तीमा भ्याट किन लगाएको अहिलेको भन्दा मौजुदा विद्युत प्राधिकरणको अवस्था, तार ट्रान्समिसन आदि कमजोर छ। त्यो पैसाले बलियो मेकानिजम बनाएर इन्डक्सन चुल्हा जलाउने भन्नुभयो। त्यसको खण्डन 2 पटक विद्युत प्राधिकरणका एमडी भएका कुलमान घिसिङले गर्नुभयो, हामीले सुनेका छौँ। घर घरमा अनलाइन सर्भिस
पुग्छ भनेका पनि सुनेका छौँ। राजधानी लिनेको लाइन कति टाढा छ, यातायातको लाइसेन्स कुर्ता पनि पाएका छैनौँ। मालपोतको सानो जग्गा फुका गर्न पनि 6 महिना लाग्दा समेत फुका भएको छैन, त्यसको भुक्तभोगी स्वयं म छु। ग्यास महँगी आदिका कुराहरू सबैले अनुभव गरेका छौँ। स्वास्थ्य बिमाबाट उपचार नपाउँदा गरिब जनताहरू रोइ गराइरहेका छन्। मैले भेट्ने टाइम माग्दा चैत्र 21 गतेबाट लिखित निवेदन उहाँका स्वर्गीयको हातमा थमाएको थिएँ, तर आजसम्म पनि भेट्ने मौका पाएन। तपाईँ कुन कुम्भकर्णको निद्रामा हुनुहुन्छ प्रधानमन्त्रीज्यू? यो समग्र सुदूरका जनता र असमका जनतालाई माथि गरेको अपमान हो। मैले व्यक्तिगत तपाईँ मात्र होइन, पुरा तपाईँका मन्त्रीमण्डलका सदस्यहरूसँग केही माग्नु र भेट्नुपर्ने अवस्था छैन। केही समग्र सुदूरका जनताका लागि विकास निर्माणका समस्या मैले राख्न खोजेको थिएँ, समय दिनु भएन। कि अब सुदूर दूर नै झिक्कै झिक्कै माया गरौँ भन्नुभयो। यो सुदूरका जनतालाई देखावटी माया तपाईँको चाहिँदैन, त्यो माया फिर्ता लिनुहोस्। माछा भनेर भ्यागुत्ता देखाउन पनि छोडिदिनुहोस्। 50औं वर्षसम्म सामाजिक क्षेत्रमा काम गरेको अनुभव हामीलाई छ। जिल्लामा सेवा गरेका छौँ, राष्ट्रको सेवा गरेका छौँ। यहाँ त नयाँ मुल्ला प्याज बहुत खाता है भने जस्तै भएको छ, खोदा पहाड निक्ला चुवा भने जस्तै भएको छ। धन्यवाद। जय नेपाल। सम्माननीय सभामुख महोदय, हाम्रो एउटा भनाइ, चर्चित भनाइ छ, कुरा गर्यो कुरैको दुःख। हाम्रा प्रधानमन्त्रीज्यूलाई संसदले धेरैचोटि खोज्यो। उहाँको विवादित र गलत अभिव्यक्ति सच्याउनको लागि हामीले धेरै पटक भन्यौँ, तर उहाँले अहिलेसम्म संसदलाई त्यसको कुनै जवाब दिनुभएको छैन र संसदलाई टेर्नु भएको छैन। हामीले प्रधानमन्त्रीज्यूलाई पनि सम्माननीय सभामुखज्यूलाई पनि अनुरोध गरेका छौँ, प्रधानमन्त्रीज्यूलाई तपाईँले जुन ठाउँबाट गलत अभिव्यक्ति दिनुभयो त्यही स्थानबाट तपाईँले गलत अभिव्यक्ति सच्याउनुहोस् भनेका छौँ। र सम्माननीय सभामुखज्यूलाई अनुरोध गरेका छौँ, सम्माननीय प्रधानमन्त्रीज्यूले गरेको गलत अभिव्यक्ति संसदको रेकर्डबाट हटाइयोस्। तर न प्रधानमन्त्रीज्यूले भन्नुभएको कुरा प्रधानमन्त्रीज्यूले सच्याउन चाहनुभएको छ, न सभामुखज्यूले रुलिङ गर्नुभएको छ। आज म फेरि पनि भन्न चाहन्छु, प्रधानमन्त्रीज्यू यहाँ आएर जहाँबाट तपाईँले गलत अभिव्यक्ति दिनुभयो त्यो सच्याउनुहोस्। र सम्माननीय सभामुखज्यूसँग अनुरोध गर्न चाहन्छु, संसदको रेकर्डबाट प्रधानमन्त्रीज्यूको गलत अभिव्यक्ति हटाइयोस्। सम्माननीय सभामुख महोदय, प्रधानमन्त्रीज्यूलाई हाम्रो संसदको नियमावलीको नियम 56 कहिले लागू हुन्छ? नियम 56 लागू गर्न प्रत्येक महिनाको पहिलो हप्ता कहिले आउँछ? प्रधानमन्त्री भएको 4.5 महिना बितिसक्यो, पहिलो हप्ता आएको छैन। त्यो पहिलो हप्ता आएपछि मैले केही प्रश्न सोध्न चाहेको छु सभामुख महोदय प्रधानमन्त्रीज्यूलाई। मेरो पहिलो प्रश्न कस्तो छ भने, अहिले देशमा ग्यासको हाहाकार भएको छ। प्रधानमन्त्रीज्यू गुप्तवासमा हुनुहुन्छ, उहाँलाई यो ग्यासको हाहाकारबारे थाहा नहुन सक्छ। सरकारले आयात प्रतिस्थापनको कुरा गर्छ, देशले वार्षिक 55 अर्बको ग्यास आयात गर्छ, तर यता फेरि हामीले सहजै आपूर्ति गर्ने विद्युतमा महसुल बढाउँछ, भ्याटको व्यवस्था गर्छ र भान्सालाई असहज बनाउँछ। भान्सालाई सहज बनाउन प्रधानमन्त्रीज्यूको नेतृत्वको सरकारलाई, रासोपाको नेतृत्वको सरकारलाई केले रोकेको छ? मैले यो प्रश्न प्रधानमन्त्रीज्यूलाई गर्न चाहेको छु संसदमा आएको दिन। सभामुख महोदय, मैले दोस्रो प्रश्न, निजी क्षेत्रलाई आतंकित र त्रसित बनाउने सरकारको नियमित क्रियाकलाप किन भइराखेको छ? देवनारा समूह र प्रकाश मुन्दडाको घर र कार्यालयमा 5 घण्टा लगाएर प्रहरीले छापा मार्यो। त्यो के सूचनाको आधारमा थियो? सरकारले के फेला पार्यो? यस्तो व्यापारी, कुनै प्रतिष्ठित व्यवसायीलाई त्रसित पार्ने कुराले निजी क्षेत्रलाई हाम्रो देशमा लगानी गर्न उत्साहित गर्छ कि निरुत्साहित गराउँछ? नेपालमा निजी क्षेत्रको लगानी यस्तो व्यवहारले घटाउँछ कि बढाउँछ? मैले प्रधानमन्त्रीज्यूलाई यो प्रश्न सोध्न चाहेको छु। सभामुख महोदय, सुनसरीको घटनालाई धार्मिक दङ्गाको रूप दिइयो,
म अहिले पनि त्यसप्रति मेरो चित्त बुझेको छैन। त्यो धार्मिक दङ्गा होइन भन्न चाहन्छु म। त्यो दुई पक्षको बिचमा सामान्य विवाद थियो, त्यसमा राज्य पक्षले बल प्रयोग गर्यो। राज्य नियोजित रूपले बल प्रयोग गर्यो कि भन्ने आजका तथ्यहरूले भन्न चाहन्छ। दुई पक्षको स्थिति यदि थियो भने, दुई पक्षको भिडन्त थियो भने दुई पक्षको धार्मिक समुदायको बिचको भिडन्तबाट दुईटा पक्ष घाइते हुनु पर्थ्यो, दुईटा पक्षको बिचमा त्यही भिडन्तबाट मारिएको हुनु पर्थ्यो। त्यसो भएको छैन सभामुख महोदय। राज्यको गोलीबाट, तथ्यहरूले भन्छ राज्यको बन्दुकबाट नागरिकहरू मारिएका छन्, नागरिकहरू घाइते भएका छन्। त्यो दुई पक्षको समूहको भिडन्तबाट थिएन। राज्यले राजनैतिक र प्रशासनिक सहजीकरण गरेको भए त्यो अवस्था आउँदैन थियो। त्यसकारण मैले प्रधानमन्त्रीज्यूलाई त्यस्तो परिस्थिति किन सिर्जना गरियो र राज्यलाई नै, राष्ट्रलाई नै आतंकित बनाउने गरी साम्प्रदायिक दङ्गाको प्रचार किन गरियो र आफैले नियोजित रूपले तयार पारिएको बिचमा वार्ता गरेर सहज रूपले समाधान गरिएको प्रचार किन गरियो, मैले यो प्रश्न सोध्न चाहेको छु। मेरो अर्को प्रश्न छ सभामुख महोदय, प्रधानमन्त्रीज्यूलाई मैले छोट्याउँदैछु। मेरो अर्को प्रश्न छ, नेपाली सेनालाई परिचालन गर्ने हाम्रो संवैधानिक व्यवस्था छ, कानुनी व्यवस्था छ। नेपाली सेनालाई यति सस्तो रूपले, यति सहज रूपले के संवैधानिक व्यवस्थाको आधारमा, के कानुनी व्यवस्थाको आधारमा परिचालन गरिन्छ र सेनाको मर्यादालाई घटाइराखिएको छ भनेर म प्रधानमन्त्रीलाई सोध्न चाहेको छु। नेपाली सेना कहिले सुकुम्बासी बस्तीमा दौडिराखेको छ सभामुख महोदय, कहिले सुनसरीका सडकहरूमा बन्दुक बोकेर गस्ती गरिराखेको छ। यस्तो नेपाली सेनाको मर्यादालाई, नेपाली सेनाको निश्चित जिम्मेवारीलाई यति सस्तो किन बनाइएको छ, मैले प्रधानमन्त्रीलाई सोध्न चाहेको छु। र अन्त्यमा मैले प्रधानमन्त्रीजीलाई भन्न चाहन्छु, तपाईँ गुप्तवास बसुन्जेल तपाईँ एक्लै हुने हो। तपाईँ जब संसदमा आउनुहुन्छ, सांसदहरू तपाईँको साथमा, संसद तपाईँको साथमा हुन्छ, छलफलको आधारमा हुन्छ। तपाईँ सकारात्मक पहल लिँदा, सकारात्मक स्टेप लिँदा संसद तपाईँको पक्षमा हुन्छ। तपाईँले गलत प्रक्रिया चाल्दाखेरि तपाईँको विपक्षमा सिँगै संसद हुन्छ। गुप्तवासमा नबस्नुहोस्। मैले पनि रासोपाको कार्यालयमा, जसले प्रधानमन्त्री बनाए जुन दलले, आज त्यो कार्यालयमा प्रधानमन्त्री गएको देखेको छैन। यो मेरो चासोको विषय होइन, सम्बन्धित दलको चासोको विषय हो। तर म प्रधानमन्त्रीज्यूलाई भन्न चाहन्छु, जुन दलले तपाईँलाई प्रधानमन्त्री दियो त्यो दलसँग तपाईँ टाढा हुने, जुन संसदले तपाईँलाई प्रधानमन्त्री बनायो त्यो संसदबाट टाढा हुने र राति एक्लै सुतेको बेला तपाईँले एक्लै स्टाटस लेख्दा तपाईँ एक्लै नभएर को हुन्छ। मैले प्रधानमन्त्रीज्यूलाई यति भन्दै सम्माननीय सभामुखज्यूको फेरि पनि ध्यान आकर्षण गराउन चाहन्छु। प्रधानमन्त्रीज्यूलाई यहाँ आएर आफ्नो गलत अभिव्यक्ति सच्याउन रुलिङ गरियोस् र संसदको रेकर्डबाट प्रधानमन्त्रीज्यूको भनाइ सच्याउनको लागि सम्माननीय सभामुखज्यूलाई अनुरोध गर्न चाहन्छु। धन्यवाद। सम्माननीय सभामुख महोदय, यो हामी देश त देशमै छौँ, तर कस्तो देशमा छौँ भन्ने प्रश्न को उत्तर खोजिरहेका छौँ जस्तो लाग्छ मलाई चाहिँ। अब यो यस्तो देश हाम्रो भयो जुन देशको प्रधानमन्त्री स्वयंले हामीले छिमेकी मुलुकको सीमा मिच्या छौँ भनेर भन्नुपर्ने, त्यस्तो देश जुन देशमा सुरक्षा छैन, न्याय छैन, सेवा सुविधा र अवसर छैन। राज्यले सबैभन्दा पहिला दिनुपर्ने सुरक्षा हो। सुरक्षित छैन नागरिक। आज हामी सांसदहरू पनि सुरक्षित छैनौँ, कोही पनि सुरक्षित छैन। नो वान इज सेफ इन नेपाल। जे पनि हुन सक्ने स्थिति खालको छ। त्यसो भएको कारणले गर्दाखेरि अब यो देशलाई देश जस्तो बनाइराख्नका लागि हामीले के गर्नुपर्ने हो। हामी तयार छौँ, म चाहिँ तयार छु र हाम्रो दल तयार छ। नैतिकता नै बल हो, नैतिकता नै शक्ति हो, नैतिकता नै वैधानिकता पनि हो, वैधता पनि हो। अब हामी आफैले नैतिकता गुमाउँछौँ भने हामीलाई कसैले पत्याउनेवाला छैन। त्यसो भएको कारणले गर्दाखेरि प्रधानमन्त्रीज्यूले नैतिक जिम्मेवारी वहन गरेर, पदीय जिम्मेवारी वहन गरेर हामीले यो चाहिँ 2.5 महिनादेखि यहाँ उहाँको माग गरिरहेका छौँ। उहाँ आउनु मानिराख्नु भएको छैन। त्यसो गरेर बालहट गर्नु हुँदैन प्रधानमन्त्रीज्यूलाई, हामी त्यो भन्न चाहन्छौँ। अब सुरक्षाको कुरा गर्दाखेरि अहिले के छ स्थिति?
कहिले धर्मको नाममा, कहिले के को नाममा, कहिले के को नाममा झगडा भइरहेको होइन, आगजनी भइरहेको, तोडफोड भइरहेको, धम्की आइरहेको, तेरो घर जलाइदिन्छु पख्तलाई है, म यस्तो गरिदिन्छु भेट्ने बित्तिकै भनिरहेको, त्यस्ता मान्छेहरूलाई हामीले रिपोर्ट गर्दाखेरि तपाईँको चाहिँ नि कारबाही नभइरहेको स्थिति, कहीँ कतैबाट कहीँ कतै हामी चाहिँ नि यात्रा गर्दै जाँदाखेरि असुरक्षित महसुस गर्नुपर्ने स्थिति, त्यो खालको स्थिति तपाईँको चाहिँ नि अझै पनि तराईमा मधेसमा स्टिल छ। मैले दुईचोटि भनिसकेको कुरा छ, फेरि पनि भनिरहेको छु, त्यो स्थितिलाई सरकारले सुरक्षित स्थितिमा परिणत गर्न सकोस्, गर्नुपर्छ भन्ने माग गर्न चाहन्छु। न्यायको कुरा गर्दाखेरि न्याय पनि छैन यो देशमा होइन। उदाहरणका लागि त्यही माइती घर जाँदा हुन्छ, कति महिनादेखि त्यहाँनिर कोही मान्छे बसेर डेढामा होइन त्यो उसमा पालमा तपाईँको चाहिँ नि घाममा बसिरहेको छ। ती माइती घरमा बसेका मान्छेहरूलाई भेट्न चाहिँ नि सम्बन्धित निकाय, सम्बन्धित मन्त्रालयका मन्त्रीहरू जानुभयो? प्रश्न गर्न चाहन्छु, जानुहोस् तपाईँहरू त्यहाँ मन्त्रालयमा। तपाईँको चाहिँ नि एसीको तपाईँको हावा खाँदै बसेर देश भेट्न सकिँदैन। देश भेट्नका लागि खोलाखोलीमा जानु पर्यो, खेतमा जानु पर्यो, कारखानामा जानु पर्यो होइन। आन्दोलन गरिरहेका नागरिकहरूको तपाईँको चाहिँ त्यो सडकमा गएर बुझ्नु पर्यो उहाँहरूको के हो आवाज, यो भन्न चाहन्छु। अब सेवा सुविधाको कुरा गर्दाखेरि होइन, सुरक्षा छैन, न्याय पनि छैन, सेवा सुविधाको कुरा गर्दाखेरि ग्यासकै कुरा गरौँ न। यहाँ हामी यसरी बसिरहनु भन्दा ग्यासको लाइनमा गएर तपाईँको चाहिँ त्यो घाममा उभिन म चाहिँ त्यो अर्थपूर्ण हुन्छ जस्तो मलाई लाग्छ। सो वी सुड फिल द पेन अफ द पिपल। जनताको पीडा हामीलाई महसुस हुनु पर्यो नि। यहाँ एसी भएको छैन, कुछ कोठामा बसिन्छ, एसी भएकै गाडीमा आएको होला होइन, घर गइन्छ एसी नै छ, तर त्यो सडकमा तातो घाममा तपाईँको छैन होइन, ग्यासको लाइनमा चाहिँ दिनभरि बस्ने नागरिकहरूको पीडा कहिले हामीले बुझ्ने? अहिलेको सरकारलाई ठुलो आशा गरेर चाहिँ नेपाली जनताले भोट दिनुभयो, तर परिवर्तन आएन, झन् विकराल भयो। यो सबै कुराको जरा प्रधानमन्त्रीको लापरवाही, प्रधानमन्त्रीको गैरजिम्मेवारी, प्रधानमन्त्रीले चाहिँ समन्वय गर्न नजानेर मन्त्रीहरूलाई पनि कन्फिडेन्समा लिएर हिँड्नु भएको छैन जस्तो मलाई लाग्छ। त्यहाँभित्र पनि टसल देख्छु। कहिले चाहिँ यही सदनबाट चाहिँ हामीले नगरौँ है भन्दा भन्दै ताली बजाएर चाहिँ पास भएको बजेटहरू चाहिँ त्यो फेरि स्टेटसबाट चाहिँ कता के गर्ने भन्ने कुराहरू सुन्छु। त्यस्तो केटाकेटीपनले देश चल्दैन, त्यो भन्न चाहन्छु। अवसरको कुरा गर्ने हो भने देशमा अवसर छैन, सुरक्षा छैन, न्याय छैन, सेवा सुविधा पनि छैन। अवसरको कुरा गर्ने हो भने अहिले तपाईँको इन्टरनेसनल एयरपोर्टमा जाउँदा त्यहाँ हामीलाई अवसर दिन सकेको हो कि होइन रहेछ। प्रत्येक दिन हुलका हुल युवाहरू कहाँ जाँदैछन्, के गर्दैछन्, र त्यहाँ जानका लागि फेरि लाइन बसेर बस्दाखेरि ठगिएका छन्। ती ठगहरूलाई कारबाही गर्नका लागि चाहिँ सरकारले केले रोकेको छ त्यो भनिदिनु पर्यो। कि ठगहरूसँगै साँठगाँठ छ भने हाम्रो पनि साँठगाँठ छ भनिदिनु पर्यो। नत्र भनेदेखि तपाईँको चाहिँ नि 2/3 नजिकको सरकारले होइन कुन कुराले चाहिँ रोक्यो त? कोरिया जाने कुरामा पनि ठगिएको छ है, विभिन्न तपाईँको देशमा जाने कुराको लागि पनि ठगेको छ, विभिन्न कुरामा चाहिँ ठगी भएको छ, तर त्यो ठग्ने मान्छेलाई कारबाही भएको छैन। एक्सपोज गर्नु पर्यो। वी निड एक्सन। हामी एक्सन चाहन्छौँ। तपाईँहरूको यहाँनिर चाहिँ आश्वासनले यस्तो गर्दैछौँ उस्तो गर्दैछौँ भनेर हुँदैन, यो भन्न चाहन्छु। सभामुख महोदय, धेरै कुराहरू छन्। अब भर्खरै तपाईँको चाहिँ देशमा थुप्रै मस्जिदहरूमा आगो लगाइयो, मदरसाहरूमा आगो लगाइयो, गुम्बाहरू भत्काइन्छन्, कहिले कहिले मन्दिरहरू भत्किन्छन् यो देशमा, कहिले माङहिमहरू तोडिन्छन्। सरकार कमजोर भएको कारणले त्यो हुन्छ। सरकारले तपाईँको चाहिँ कारबाही नै गर्नु सक्दैन। मेरो तेरो नभनिकन फटाले करेक्ट झ्याप गरेर हानु न कोरालले, त्यस्तो कानुन बनाऊ। यही हो कानुन बनाउने ठाउँ। यसो लाने अनि मायाले छानबिन गर्ने, सोधपुछ गर्ने, अनि तपाईँको चाहिँ सेटिङमा निस्केर हुन्छ यो देशमा अपराधीहरू? हुँदैन। त्यसले गर्दाखेरि यो व्यथितिको समूल नष्ट गर्नुपर्छ, समूल अन्त्य गर्नुपर्छ भन्ने माग राख्न चाहन्छु। दशकौँदेखि पुस्तादेखि यही देशमा बसेको मान्छेले आफूले चाहिँ नि होइन भोगचास गर्दै गरेको जग्गाको स्वामित्व छैन। अहिले तपाईँको चाहिँ होइन भूमि सुधार व्यवस्था मन्त्रीज्यूले भन्दै हुनुहुन्छ स्थानीय तहले गर्न दिएन। स्थानीय तह त प्रदेशको तपाईँको मातहतको कानुनमा चल्छ, प्रदेश सङ्घको मातहतको कानुनमा चल्छ। सङ्घको मन्त्री हो तपाईँ दिनुहोस् न तपाईँको चाहिँ धनी पूर्जा। कसले तपाईँलाई रोक्छ? स्थानीय तह कुन चाहिँले रोक्छ?
हामी छौँ तपाईँलाई सहयोग गर्ने। सुकुम्बासीले धनी पूर्जा पाएन, धनी पूर्जा दिने भन्ने कुरामा नाटक गरेको छ, गीत गाएको छ, बसेको छ है। दिनुहोस्, भक्काभक दिनुहोस्, हामी पनि छौँ ल है। कहाँ कसले रोक्दो रहेछ? यहाँ कङ्ग्रेसले रोक्छ कि एमाले रोक्छ कि नेकपाले रोक्छ कि राप्रपाले रोक्छ? हामी चाहिँ रोक्दैनौँ। दिनुहोस् भटाभट। केले रोकिरहेको छ? 100 वर्षदेखि धनी पूर्जा पर्खेर बसिरहेको छ। नागरिकता मात्रै तपाईँको धारण गरेर नेपाली भइन्छ? खोइ त नि तपाईँको चाहिँ के अरे हामीलाई दिएको अधिकारहरू खोइ कसले दिनुपर्ने हो त्यो अधिकार? त्यसले गर्दाखेरि म आवाज उठाउन चाहन्छु, माग गर्न चाहन्छु, यस्तो किसिमले टालटुले पाराले तपाईँको चाहिँ आश्वासन दिएर देश चल्नेवाला छैन। कडाकडी काम गर्नुपर्छ। एउटा सानो उदाहरण, बुटवल 2 को मैना बजारको समस्या के हो यो बारेमा सम्बन्धित मन्त्रीज्यूले खोज्नु पर्यो। त्यहाँ अघि बिहान आएर चाहिँ मलाई यत्रो पत्र दिएर थुप्रै गुनासाहरू पोख्दै हुनुहुन्थ्यो। देशमा थुप्रै समस्या छन्, समय छैन हामीसँग धेरै। एकजना खेलाडीले देशको शान बढाउनका लागि खेल्यो, चाइनासँगको चाहिँ तपाईँको टुर्नामेन्टमा उसको खुट्टा भाँचिएको रहेछ, आशिष राई भन्ने मान्छे इटरीको, अहिले थाइल्यान्डमा लगाएर राखेको, रुइराखेको छ। उसलाई पनि धिक्कार लागिरहेको होला, के जुनीमा तपाईँको चाहिँ नेपालमा जन्मेछु र के जुनीमा नेपालको खेलाडी भएछु भनेर। अरू देशको खेलाडी त्यस्तो छ त? इन्टरनेसनल प्लेयर्स त्यस्तो छ? मेसीलाई दिने, रोनाल्डोलाई दिने राज्यले तपाईँको सम्मान र तपाईँको चाहिँ त्यो होइन, हामीले त्यस्तो खालको सोचेका छौँ? खेल भनेको जस्ट खेल, जा खेल, काम छैन तेरो खेल भन्ने हिसाबले खेललाई लिएको कारणले कहिले पनि हामीले इन्डस्ट्रीको रूपमा यसलाई विकसित गर्न सकेनौँ। आज हाम्रो इन्टरनेसनल खेलाडी चाहिँ विदेशमा खर्च पाइन के भनेर रुँदै बस्नुपर्ने? यो बाध्यताको अन्त्य हुनुपर्छ। यो बाध्यताको अन्त्य हुनुपर्छ र अन्त्यमा फेरि पनि प्रधानमन्त्रीज्यूलाई योभन्दा साह्रो चिज चाहेर यहाँ बोलाउन नपरोस्, त्यो भन्दै मेरो भनाइ अन्त्य गर्दछु। धन्यवाद, नमस्ते। सम्माननीय सभामुख महोदय, सर्वप्रथममा सभामुखको अनुमतिले आफ्ना कुरा राख्न चाहन्छु। सुनसरीको गाउँपालिका देवानगञ्जको कप्तानगञ्जमा घटेको घटनाप्रति दुखी छु। घटनामा शहादत प्राप्त हुने ओम प्रकाश मेहता, जयप्रकाश मेहता, रविन्द्र मेहता एवं सिराहा गोलबजारमा मृतक गणेश यादवप्रति श्रद्धासुमन अर्पण गर्न चाहन्छु। घटनामा घाइतेहरूप्रति को शीघ्र स्वास्थ्य लाभको कामना गर्छु। मृतक परिवारलाई संवेदना व्यक्त गर्छु। यस घटनाले सम्पूर्ण मध्य प्रदेशलाई आन्दोलित बनाएको छ। यस्तो घडीमा सम्पूर्ण हिन्दू धर्मावलम्बी एवं मुस्लिम समाजलाई धैर्य धारण गरी शान्ति, एकता, भाइचारा कायम गरी अगाडि बढ्न अनुरोध पनि गर्न चाहन्छु। गृहमन्त्रीजीले आफै सुनसरी सिराहा पुगी मृतक परिवारलाई भेट्नु भएको छ, त्यसलाई म कदर पनि गर्न चाहन्छु। सम्माननीय सभामुख महोदय, सुनसरी र सिराहाको घटना हेर्दा गोली चलाउने अवस्था थिएन। सुनसरीमा सोमबारका दिन जल चढाउन गइरहेको बेला हिन्दू धर्मावलम्बी एवं मुस्लिम समाजबीच झडप हुन्छ, गोली चल्छ, दर्जनौं घाइते हुन्छ, 3 जनाको मृत्यु हुन्छ। गोलबजारमा विद्यार्थीको घाँटीमा गोली लाग्छ, मृत्यु हुन्छ। गोली कसले चलायो पत्ता छैन। सरकारले चलाएको छैन भन्ने गोली कसले चलायो? निष्पक्ष छानबिन गरी दोषीलाई कडा कारबाही गर्नुपर्दछ। सम्माननीय सभामुख महोदय, प्रहरीको गोलीबाट मृत्यु भएको हो भन्ने प्रहरीको अहिलेसम्म यकिन किन भएन? प्रहरीहरूलाई गोली गन्ती गरेर नम्बर समेत उल्लेख गरिदिएको हुन्छ। कसको गोली घट्यो तुरन्त पत्ता लाग्छ। तर सरकारले यो विषयमा किन मौन छ? यसले किन ढाकछोप गर्दैछ? यस घटनामा निर्दोष व्यापारीहरूको गोर बजारमा अरबौंको सम्पत्ति जलाइएको छ। उचित छानबिन गरी सरकारसँग माग पनि गर्न चाहन्छु। यस घटनामा 19 जना व्यापारीको अरबौंको सम्पत्ति जलेको छ। त्यसमा 5 जनाको 25 अरबभन्दा माथिको छ र 14 जनालाई 20 लाखभन्दा तलको सम्पत्ति नष्ट भएको छ। सम्माननीय सभामुख महोदय, मधेसमा कुनै पूजापाठ वा मूर्ति विसर्जन गर्न जाँदा वा मुस्लिमको मुहर्रममा मधेसका कुनै न कुनै जिल्लामा यस्ता घटनाहरू घटेकै हुन्छ।
यसको लागि सरकारलाई स्थायी समाधान खोज्न म माग गर्न चाहन्छु। सम्माननीय सभामुख महोदय, तराई मधेसमा धान रोपाई सम्पन्न भएको छ। किसानहरू बिना मलको रोपाई गर्न बाध्य भएका छन्। यसरी बिना मलको खेती गर्दा कति उत्पादन हुन सक्छ, देशको अर्थतन्त्र कति ह्रास आउन सक्छ। सम्माननीय सभामुख महोदय, माननीय सदस्य आफ्नो भनाइ छोट्यौँ। थोरै छ सभामुख महोदय। हाम्रा कृषि मन्त्रीजी भन्नुहुन्छ मल पर्याप्त छ, तर मल कहाँ छ? म जिल्लामा जाँदा पालिकाहरूको वाडामा DAP 50 बोरा, युरिया 50 बोरा मात्र उपलब्ध गराइन्छ र त्यसबाट किसानको हातमा 10 केजी मल मात्र उपलब्ध हुन्छ। तर कृषि सामग्री कम्पनी लिमिटेड एवं साल्ट ट्रेडिङ कर्पोरेसनको मल बजारमा DAP 3400, युरिया 1400 पर्याप्त उपलब्ध छ। गृह प्रशासन, जिल्लाका CDO र SP यो विषयमा किन मौन छन्? म सरकारलाई यो विषयमा पनि सचेत गराउन चाहन्छु। मल आपूर्तिको लागि भारतसँग किन सम्झौता भएन? पहिला हामी बोर्डरबाट मल ल्याएर आपूर्ति गर्थ्यौँ, तर यसपल्ट यो किन भएन? अर्को, डिजेलको मूल्य सामान्य वृद्धि हुँदा पहिला ट्र्याक्टर प्रति घण्टा 2000 मा खेत जोताई गर्थ्यो। यसपालि ट्र्याक्टर 3000 प्रति घण्टाको दरले खेत जोताई भइराखेको छ। यसबाट किसान कति पीडित छन् त्यो सरकारलाई पनि यस विषयमा म जानकारी गराउन चाहन्छु। सम्माननीय सभामुख महोदय, यो सरकार लगभग 2/3 को सरकार हो। यसको नेतृत्व हाम्रा सम्माननीय प्रधानमन्त्री बालेन्द्र शाहजी गरिराख्नु भएको छ। हाल प्रधानमन्त्री यस्तो गरिमामय पदमा आसीन हुनुहुन्छ, तर प्रधानमन्त्रीको गरिमा कायम गर्नुभएको छैन। मलाई लाग्दैन, किनभने संसदीय अभ्यासमा प्रधानमन्त्री संसदप्रति उत्तरदायी हुनुपर्छ, संसदको अभिभावकत्व ग्रहण गर्नुपर्छ, तर प्रधानमन्त्री संसदप्रति उत्तरदायी देख्नुहुन्न। यो 4 महिनाको अन्तरालमा जम्मा 3 पटक आउनु भएको छ। प्रधानमन्त्रीले संसदमा राख्ने कुरा हाम्रा माननीय कानुन मन्त्री सविता गौतमजी राख्नुहुन्छ किन? सम्माननीय सभामुख महोदय, प्रधानमन्त्री संसदमा अहिलेसम्म राष्ट्रिय पोसाकमा देख्नु भएको छैन। सधैँ कालो कोट, कालो पेन्ट, कालो ज्याकेट, कालो चस्मामा आउनु भएको छ। यस संसदको गरिमालाई घटाउनु भएको छ। जुन देशको लागि अभिभावकत्व लिने मर्यादा उल्लङ्घन गर्छन्, त्यहाँका सांसदले के गर्छन्? संसदको गरिमा कायम गर्न म अनुरोध गर्न चाहन्छु। सम्माननीय सभामुख महोदय, सम्माननीय राष्ट्रपतिजीको संसदमा बजेट प्रस्तुत गरिरहँदा सुरु हुन साथ सम्माननीय प्रधानमन्त्रीजी बाहिर भयो। देशको बजेट भन्दा कुन यस्तो जरुरी काम थियो यसले प्रश्न पार्छ? उहाँलाई यो देशको बजेटको अपीनत्व लिनुभएको छैन। सम्माननीय सभामुख महोदय, वर्तमान सरकार आम नेपालीले लगभग 2/3 को मत प्रदान गरेर आम जनताले भरोसा गरेको छ, तर त्यो भरोसा माथि कुठाराघात भएको छ। अहिले महँगी आकाशिएको छ। कृत्रिम अभाव छ भन्ने नियमन किन हुँदैन? काला बजारियाहरूलाई कारबाही किन हुँदैन? किसानलाई मलको अभाव छ, सुकुम्बासी घरबाट विस्थापित छन्, हस्पिटलमा उपचारको अभाव छ, खाना पकाउने ग्यासको अभाव छ, पासपोर्टको लागि युवाहरू बिहान 9 बजेदेखि 5 बजेसम्म लाइनमा बस्छन्, तर पासपोर्ट उपलब्ध हुँदैन। बिजुलीमा 3% को कर लाग्दा किसान कृषि कार्यबाट वञ्चित भएका छन्। सरकारलाई म जानकारी गराउन चाहन्छु, मध्य प्रदेश कृषिमा आधारित प्रदेश हो। यो प्रदेशले सबै प्रदेशलाई पाल्न सक्ने क्षमता राख्दछ, तर त्यसको लागि सरकारले उन्नत बीज, समयमा मल, सिँचाइको व्यवस्थापन गर्नुपर्दछ। हामीले मधेसका अधिकांश गाउँपालिका नगरपालिकामा सिँचाइ मिटर फ्री गरेका छौँ, तर यो सरकारले अहिलेसम्म किन अगाडि बढिराखेको छैन? सरकारले भारतको हरियाणा र पन्जाबबाट सिक्नु पर्दछ। मान्य सदस्य, आफ्नो भनाइ सकौँ। 1-2 मिनट मात्रै। सभामुख महोदय, मलाई याद छ रासोपाका स्वर्गीय श्रद्धेय सभापतिज्यू भारतको औपचारिक निमन्त्रणामा जानुभन्दा ठिक 1 दिन अगाडि
सम्मानीय प्रधानमन्त्री बालेन शाहजीले नेपालले पनि धेरै ठाउँमा भारतको सीमा मिचेको छ। रोस्टममा उभिएर दिनुभएको अभिव्यक्ति त्यस्तै आएको होइन। त्यो निश्चित रूपमा भारतलाई खुसी पार्नको लागि आएको हो। यो अभिव्यक्ति अविलम्ब फिर्ता लिनु पर्दछ र हाम्रो संसदको यो अभिलेखबाट हटाउनु पर्दछ। सम्मानीय सभामुख महोदय, इतिहास गवाही छ कुनै देशको राष्ट्र प्रमुखले हालसम्म मेरो देशले पनि अरूको जग्गा मिचेको छ मैले सुनेको छैन। यस्तो गैर जिम्मेवार अभिव्यक्ति अविलम्ब फिर्ता लिनु पर्दछ। सम्मानीय प्रधानमन्त्रीजीलाई आग्रह गर्न चाहन्छु, किनकि यो विषय राष्ट्रियतासँग जोडेको विषय हो। राष्ट्र रहे मात्रै हामी रहन्छौँ। सम्मानीय सभामुख महोदय, राष्ट्रसभाका सम्पूर्ण माननीय मित्रहरूलाई म अनुरोध गर्न चाहन्छु, तपाईहरू सत्ता पक्ष हो, सत्ता सञ्चालन गर्न तपाईहरूको जिम्मेवारी हो। हामी प्रतिपक्ष छौँ, हामी सरकारलाई खबरदारी गर्छौँ। व्यङ्ग्यात्मक रूपमा तपाईहरूले धैर्यता गर्नुहोस्। संसदमा आफ्ना अभिव्यक्ति राखिरहँदा व्यङ्ग्यात्मक प्रयोग नगर्नुहोस्। तपाईहरूले नै यो 5 वर्ष सरकार चलाउने हो। विगतका कलुसन गभर्मेन्टका पीडा हामी भोगेका छौँ। त्यसैले जनताले तपाईँलाई बहुमत प्रदान गरेको छ। संसदको बैठकमा ठिक वा बेठिक छुट्याउने प्रयास गर्नुहोस्। सबैमा ढ्याप नगर्नुहोस्। यो क्रियाकलापले आगामी दिनमा तपाईँहरूलाई पनि भलो हुँदैन। अन्तमा म सम्मानीय सभामुखज्यूलाई विनम्र अनुरोध गर्न चाहन्छु, तपाईँ संसदको अभिभावक हो। तपाईँ जस्तो शालीन, अनुभवी, योग्य व्यक्तित्व हामीले पाएका छौँ। हामीलाई गर्व छ। तपाईँले पनि सम्मानीय प्रधानमन्त्रीजीसँग वार्ता गरी आफ्ना अभिव्यक्ति फिर्ता लिन प्रयास गरिदिनुहोस्। सम्मानीय प्रधानमन्त्रीजी जिद्दी स्वभावका हुनुहुन्छ। मलाई लाग्दैन उहाँ रोस्टममा आएर आफ्ना अभिव्यक्ति फिर्ता लिनुहुन्छ। तत्पश्चात कम्तीमा म विनम्र अनुरोध गर्छु सभामुखज्यूलाई, कम्तीमा संसदको अभिलेखबाट यो उहाँको भनाइलाई हटाइदिनका लागि अनुरोध गर्दै म आफ्नो मञ्च समाप्त गर्छु। धन्यवाद। अभिवादन। सम्मानीय सभामुख महोदय, हाम्रो उद्योग मन्त्री ग्यास बाँड्दै हिँड्नु भएको छ। फोन गरेर तपाईँको घरमा ग्यास छ भनेर सोध्दै हुनुहुन्छ। उहाँले जनताहरू यसरी तातो घाममा ग्यासको लाइनमा बसेको देखिराख्नु भएको छैन। म तपाईँ मार्फत यो प्रश्न गर्न चाहन्छु कि मन्त्रीको काम व्यक्तिलाई ग्यास बाँड्दै हिँड्ने हो? कतिजनालाई उहाँले फोन गर्न सक्नुहुन्छ? 10 जना, 20 जना, 30 जना, 1000 लाखौँलाई त उहाँले फोन गर्न सक्नुहुन्न। म उहाँहरूलाई सोध्न चाहन्छु, उहाँको जिम्मेवारी भनेको त यो प्रणालीलाई काम गराउने हो। उहाँले त अहिले व्यक्तिगत तवरबाट उहाँको दया दिए जस्तो 2-4 जनालाई ग्यास बाँडेर हिँडिराख्नु भएको छ। राज्यको दया होइन, हामीले व्यवस्थापन खोजेका हौँ सभामुख महोदय। र अर्को कुरा, राज्य प्रणालीको यसरी क्षयीकरण गर्न मिल्दैन। उहाँको काम भनेको आपूर्ति प्रणालीलाई सहजीकरण गर्ने हो, अनुगमन गराउने हो, वितरण संयन्त्रलाई गर्ने हो। तर उहाँ व्यक्तिगत रूपमा उहाँको विरोधमा कुन मान्छेहरूले लेखिराखेका छन्, तिनको घरमा चाहिँ ग्यास पुर्याइराख्नु भएको छ। यस्तो प्रधानमन्त्रीज्यूले यस्तो मन्त्रीज्यूलाई स्पष्टीकरण सोध्नुपर्छ र यो समस्या सम्बोधन हुनुपर्छ। धन्यवाद। सम्माननीय सभामुख महोदय, आज म यस गरिमामय सदन मार्फत देशका अत्यन्तै संवेदनशील राष्ट्रिय सरोकार र नागरिक जीवनसँग जोडिएका आधारभूत विषयहरूमा केही कुराहरू राख्न चाहन्छु। एकमा राष्ट्रिय सार्वभौमिक सत्ता र स्पष्ट विदेश नीति। सबैभन्दा पहिले सम्माननीय प्रधानमन्त्रीज्यूले नेपालका विभिन्न स्थानमा भारतले मिचिएका विषयमा वास्तवमा यहाँ धेरै दिनदेखि भइसक्यो। यसमा सरकारको, पार्टीको र सम्माननीय सभामुखज्यूले पनि सुनिरहँदाखेरि कमसेकम प्रतिपक्षले भन्दा पनि यो राष्ट्र नै यो यसरी जुन के भने नेपालले मिच्यो भन्ने कुराको बारेमा चाहिँ स्पष्ट पार्ने कुरामा ध्यान आकर्षण गराउन चाहन्छु। त्यसै गरी आजको मुख्य विषयमा नेपालको लिपुलेख बाटो र भारत र चीन दुवै देशले प्रयोग गरिरहेको सन्दर्भमा पनि वर्तमान सरकारको आधिकारिक दृष्टिकोण के हो भनेर प्रश्न गर्न चाहन्छु। यसै सन्दर्भमा सन्तुलित र गतिशील कूटनीतिको वकालत गर्ने राष्ट्रिय स्वतन्त्र पार्टीका
अध्यक्ष तथा नेतागणज्यूहरूसँग पनि सोध्न चाहन्छु, छिमेकीहरूको यसको बारेमा स्पष्ट धारणा आओस्। छिमेकीहरूसँगको सीमा विवाद समाधान गर्न नेपाललाई बफर स्टेटबाट भाइब्रेन्ट ब्रिज बनाउने तपाईँहरूको नीतिअनुसार यो लिपुलेख र सीमा मुद्दामा तपाईँहरूको स्पष्ट दृष्टिकोण के हो? यसमा केवल कुरा मात्र नभई संसद सामु ठोस मार्गचित्र आओस् भन्ने मेरो जोरदार माग हो। साथै सम्माननीय सभामुखज्यूद्वारा यी संवेदनशील घटनालाई समाधानतर्फ शीघ्र अघि बढाउनको लागि सरकार र संसद बीच आवश्यक पहल कदमी चाल्न समेत अनुरोध गर्दछु। त्यसै गरी सीमा सुरक्षा र नागरिकको सम्मान, रोटी बेटीको सम्बन्ध, नेपाल भारत बीच सम्बन्ध केवल राजनीतिक सीमा मात्र सीमित छैन। परापूर्वकालदेखि जनस्तरमा गाँसिएको गहिरो रोटी बेटीको सम्बन्ध सांस्कृतिक तथा पारिवारिक सम्बन्ध रहेको छ। तर आज बिना वर्दीका सीमा रक्षकका रूपमा सीमा क्षेत्रमा अवरत र खटिएका हाम्रा नेपाली दाजुभाइ दिदीबहिनीहरूले सीमाबाट पाउनुपर्ने दैनिक उपभोग्य हुने घर तथा अन्य कार्यमा प्रयोग हुने सामग्री, मल, खाद जस्ता पहिलेदेखि नै पाइरहेको सेवा सुविधालाई कटौती नगर्न म सरकारसँग अनुरोध गर्दछु। उल्टै वर्दी लगाएका सुरक्षाकर्मीबाट स्थानीय सर्वसाधारणमाथि चेकिङको नाममा हुने त्रास आतङ्कको अवस्था अन्त्य हुनुपर्छ। दुवै देशको ऐतिहासिक सम्बन्धको मर्यादा राख्दै सीमा क्षेत्रमा बिचौलिया तस्करको बिगबिगी अवैध ओसार पसार असुली धन्दा पूर्ण रूपले बन्द गर्नको लागि ठोस कदम चाल्नको लागि म सरकारसँग अनुरोध गर्दछु। त्यसै गरी गरिबी निवारण र साना व्यवसायको संरक्षणको बारे गरिबीको रेखामुनि रहेका भूमिहीन विपन्न नागरिकलाई रोजगारको ग्यारेन्टी गर्ने यस सरकारको प्रतिबद्धता बमोजिमको योजना कहाँसम्म पुगेको छ त्यसको बारेमा यस संसदमा जानकारी गराइदिनको लागि म सरकार समक्ष अनुरोध गर्दछु। साथै साना तथा घरेलु व्यवसायी जसले न्यून राजस्व कर तिरेर भए पनि आफ्नै बलमा घाँस बाँस परिवार धानेका छन्, उनीहरूलाई सुरक्षित वातावरण व्यवस्था गर्ने मापदण्डभित्र रही इजाजत दिने र सहुलियत ऋण बिना धितो दिने कार्यको योजना बमोजिम सरकारले के कस्तो प्रक्रियाहरू गरेको छ यसको बारे पनि सदनमा जानकारी गराइयोस्। त्यसै गरी कृषि र शिक्षामा नेपाल कृषि प्रधान देश भएकोले किसानलाई आवश्यक समयमा रासायनिक मल, उन्नत बिउ बिजन, स्थानीय तहमा सहज औषधि उपचार, उचित प्रबन्ध मिलाउनको लागि सरकारले धेरैचोटि आवाज उठे पनि स्पष्ट दृष्टिकोण दिन सकेको छैन। सदनलाई अब धेरै संसदहरूबाट आवाज आयो, त्यसको धारणा स्पष्ट गरियोस्। शिक्षा, हाम्रो शिक्षा प्रणाली सिपमूलक, रोजगारमुखी, व्यावहारिक र विश्व बजारको माग गरेको बमोजिम रोजगारीमुखी पाठ्यक्रम विद्यार्थीहरूले पढ्दै कमाउने वा कमाउँदै पढ्ने सहज ढाँचाको देशव्यापी रूपमा लागू गरी उच्च शिक्षाको लागि विदेशीलाई नै गन्तव्य बनाउने ऊर्जाशील युवाहरूलाई नेपालमा नै अवसर देखाउने उचित वातावरण तयार पार्नको लागि सरकारसँग जोरदार माग गर्दछु। सम्माननीय सभामुख महोदय, सिद्धान्त र मूल मान्यताको कुरा गर्ने राष्ट्रिय स्वतन्त्र पार्टी, यसका अध्यक्ष र प्रधानमन्त्री सँगै सरकार सत्ता साझेदारी पार्टी जनताप्रति जवाबदेही हुनुपर्छ। खालि टाउको पन्साएर सरकारले यसो गरेन, पार्टीले यसो गरेन, पार्टीले सरकार बनाउने हो, सरकारले पार्टी बनाउने होइन। त्यसै हुनाले यो व्यक्ति दोष पार्टीले पनि लिनुपर्छ। पुरानै दलका कारण काम गर्न सकिएन भनेर पन्छिन पाइँदैन। सरकारले कसरी कार्य सम्पादन गरिरहेको छ, रोजगारी कसरी सिर्जना गरिरहेको छ, जनताको दैनिक समस्या कसरी समाधान गरिरहेको छ भन्ने कुरा नै मुख्य हो। तसर्थ यी प्रस्तुत विषयहरूमा नेपाल सरकार र संसदको नयाँ राजनीतिक दल स्वतन्त्र पार्टी सबैले जवाबदेही लिनुपर्छ र संसदमा पटक पटक यस्ता कुराहरू आइरहेछन्। सम्माननीय सभामुखले पनि सुन्ने र खालि के भने त्यसको जवाबदेही नदिने कुरा होइन र यसमा संसद, सरकार, पार्टी र सभामुखज्यू सबैको दायित्वले वास्तवमा
आज सदनमा करिब करिब यत्रो दिन भइसक्यो। यो अनिर्णयको बन्दी बनाउनु भनेको सबैको असफलता हो। त्यसैले सफलता बनाउने कुरामा ध्यान आकर्षण गर्दै मेरा शब्दहरू यहीँ अन्त्य गर्छु। धन्यवाद। मेरो चाहिँ सम्मान्य सभामुखज्यू, मेरो विनम्र अनुरोध मान्यज्यूलाई, हाम्रो मान्य हर्क साम्पाङ राईज्यूलाई, किनभने यो कोरा लाउने यातना दिनुहुन्न भनेर कानुन ल्याउने व्यक्तिमध्येमा म पनि पर्छु। वर्षौँ मैले चाहिँ एडभोकेसी गरेर यो गरिमामय सदनमा कोरा जस्तो शब्द आफ्नो जनतालाई, चाहे अपराधी होस् चाहे जेसुकै होस्, कोरा लाउने यो शब्द चाहिँ उपयुक्त भएन। यहाँले चाहिँ ती शब्दहरूलाई सुधार्नु पर्यो र यो यस्ता शब्दहरू चाहिँ हाम्रो उसबाट चाहिँ रेकर्डबाट हटाउनु अनुरोध गर्दछु। धन्यवाद। सम्माननीय सभामुखज्यू, भर्खरै सत्तापक्षको माननीयज्यूले जे खालको अभिव्यक्ति दिनुभयो त्यो सरासर गलत छ। यो सदन भनेको कसैको पेवा होइन। यहाँ विभिन्न कुराहरू उठ्छन्। आफूले सुन्न चाहेको कुरा मात्रै उठ्छ भन्ने छैन। अब कुन चाहिँ नेताले कहिले के भ्रष्टाचार गरेको हो त्यो कुरा तपाईँहरूको सरकार छ, खोलेर दोषी उप कारवाही गर्नु। र अबदेखि हामी मान्दैनौँ भन्न खोज्नु भएको के हो, मैले त्यो कुरा बुझिनँ। तपाईँले मानेर के हुन्छ, नमानेर के हुन्छ है? हाम्रो बोल्न पाउने अधिकार हो, हामी बोल्छौँ। तपाईँ पनि तपाईँको चाहिँ सार्वभौम जनताले चुनेको मान्छे, हामी पनि सार्वभौम जनताले चुनेको मान्छे। बोलौँ न। यहाँ मूल्याङ्कन गरिरहेछ जनताले, कसले के बोल्दैछ, बोलेको कुरा पुरा छ कि छैन भन्ने कुरा। यस्ता खालको अभिव्यक्ति आउँदा दिनमा नहोस् र उहाँले दिनुभएको त्यो खालको धम्कीपूर्ण अभिव्यक्तिलाई चाहिँ रेकर्डबाट हटाउनुपर्छ भन्ने अनुरोध गर्न चाहन्छु। सम्माननीय सभामुख महोदय, आज म केही श्रमिक र किसानको कुरा राख्दैछु। हामीले नेपाली अर्थतन्त्रको चर्चा गर्दै गर्दा रेमिटेन्स, वैदेशिक रोजगारी, निर्यात र आर्थिक वृद्धिका तथ्याङ्कहरू प्रस्तुत गर्छौँ। तर हामी यो चर्चा गर्दैनौँ कि यी आर्थिक उपलब्धिहरूको पछाडि श्रम गर्ने नेपाली श्रमिकको जीवन चाहिँ कसरी व्यतीत हुन्छ। केही दिन अघि नेपाली कार्पेट, धागो र गार्मेन्ट उद्योगमा काम गर्ने एक महिला श्रमिक मेरो कार्यालयमा आउनुभएको थियो। उहाँले मलाई श्रमसँग सम्बन्धित आफ्ना व्यक्तिगत पीडा मात्र सुनाउनु भएन, उहाँले आफ्ना अनुभवलाई नीतिगत प्रश्नमा बदल्दै राज्यसँग जवाफ समेत माग्नु भएको छ। उहाँहरू जस्ता श्रमिकहरूले दैनिक करिब 12 घण्टा काम गर्दा मासिक आम्दानी 18,000 रुपैयाँ जस्तो मात्र हुने रहेछ। कार्यघण्टाको क्रममा विश्रामको कुनै वातावरण नहुने रहेछ, खाजा र पानीको सुविधा पनि नहुने रहेछ, बिदा नहुने रहेछ, काममा नआएको दिन पारिश्रमिक पनि नपाइने। अझ गम्भीर कुरा, कतिपय श्रमिकले कार्यस्थलमा शारीरिक, मौखिक र यौनजन्य दुर्व्यवहार समेत भोग्नु परेको अनुभव बताउनुभयो। जो बोल्न सक्दैनन् उहाँहरू आफ्नो रोजगारी गुम्ने डरले आवाज उठाउन नसक्ने जानकारी गराउनुभयो। म सरकारलाई प्रश्न गर्न चाहन्छु, जुन हातले नेपाली कार्पेट बुनेर गार्मेन्ट बनाएर नेपालको नाम विश्व बजारमा पुर्याउँछ, त्यही हात राज्यको श्रम निरीक्षणबाट किन ओझेलमा छ? राज्यको श्रम निरीक्षण औपचारिकतामा मात्र सीमित रहनु हुन्न अनि वास्तविक निरीक्षण नभई श्रमलाई मर्यादित बनाउन म राज्यको ध्यान नजानु दुःखद हो भन्ने लाग्दछ। हामी वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकको अधिकारको लागि आवाज उठाउनुपर्छ, उठाइरहन्छौँ। तर प्रश्न यो पनि हो, हाम्रै देशभित्र श्रम गर्ने श्रमिकको आज आवाज कसले उठाउने? कार्पेट र धागो उद्योग मात्रै होइन, निर्माण लगायत अनौपचारिक क्षेत्रमा काम गर्ने लाखौँ श्रमिकहरू लामो समयसम्म काम गर्नुपर्ने, न्यून पारिश्रमिक, असुरक्षित कार्यस्थल र स्वास्थ्य जोखिमसँग जुधिरहेका छन्। त्यसैले श्रम मन्त्रालय र सरकारसँग आग्रह गर्न चाहन्छु, श्रम निरीक्षण नियमित, स्वतन्त्र र परिणाममुखी बनाउन पहल गर्नुहोस्। न्यूनतम पारिश्रमिक, कामको समय, विश्राम र बिदाको कानुनी व्यवस्था कडाइ का साथ लागू गर्न पहल गर्नुहोस्। महिला श्रमिकका लागि सुरक्षित कार्यस्थल र यौनजन्य दुर्व्यवहार विरुद्ध शून्य सहनशीलताको व्यवस्था सुनिश्चित गर्नुहोस्। अनौपचारिक क्षेत्रका श्रमिकलाई सामाजिक सुरक्षा, स्वास्थ्य तथा दुर्घटना बिमाको दायरामा ल्याइयोस्। धुलो, धुवाँ र रसायनबाट हुने स्वास्थ्य जोखिम न्यूनीकरण तथा नियमित स्वास्थ्य परीक्षण सुनिश्चित गरियोस्। किनभने प्रश्न एउटै हो, नेपालको आर्थिक विकासको केन्द्रमा पुँजी मात्र रहने कि श्रमिक पनि रहने? हामीले सम्झनुपर्छ, श्रमिक सुरक्षित भए उद्योग बलियो हुन्छ, उद्योग बलियो भए अर्थतन्त्र बलियो हुन्छ र श्रमिकको सम्मान बिना समृद्ध नेपाल मात्र तथ्याङ्कमा सीमित हुन्छ। अब यसैसँगै म किसानको कुरा राख्न चाहन्छु। जेठ 28 गते राष्ट्रिय सभाको बैठकमा कृषि मन्त्रीज्यूले यस वर्ष मलको अभाव हुँदैन भन्नुभयो। आज उहाँले भने भन्दा ठिक विपरीत देशभरिका किसान आज मल खादको अभावमा छटपटाइरहेका छन्। भदौ महिना लागिसक्यो, मलको हाहाकार छ। स्थानीय तहहरूले आफ्ना आवश्यकता अनुसार मल खरिद गर्न सक्दैनन्। सङ्घ र प्रदेशबाट
प्राप्त सीमित कोटामै स्थानीय तहहरू निर्भर हुनुपर्ने अवस्था छ। मलको आवश्यकता ठुलो छ, तर वितरण भने हात्तीको मुखमा जिरा जस्तै। नेपालमा मल नपाउने अनि किसान भारत गएर मल ल्याउँदाखेरि मुद्दा खेपेर जेल बस्नुपर्ने सम्म देखियो। अस्ति भर्खरै मधेसका किसान भारतमा मल लिन जाँदा जेलमै बस्नु पर्यो। किसान आखिर जाने कहाँ? सरकार भन्छ मलको अभाव होइन, वितरणमा समस्या भएको हो। तर सभामुख महोदय, यो त झन गम्भीर प्रश्न हो। यदि मल छ तर किसानले पाउँदैन भने समस्या कहाँ छ? जिम्मेवार को हो? सरकारी तथ्याङ्क अनुसार गत आर्थिक वर्षमा 5,61,000 मेट्रिक टनभन्दा बढी मल आपूर्ति भयो र 74,000 मेट्रिक टनभन्दा बढी मौजदात रहेको दाबी छ। चालु आर्थिक वर्षमा पनि थप मल आपूर्ति भइरहेको सरकारको भनाइ छ। तर किसान खेतमा मल खोजिरहेका छन्, खेत चिरा परिरहेका छन्, रोइरहेका छन्। त्यसैले सरकारलाई मेरो प्रश्न छ, कुन जिल्लामा कति मल छ, कुन पालिकामा कति पठाइयो, कुन सहकारी वा डिलरले कति उठायो, किसानलाई कति बिक्री वितरण भयो, यी सबै तथ्याङ्क सार्वजनिक गर्न सरकारलाई के समस्या छ? गोदाममा मल भएर मात्र किसानको उत्पादन हुँदैन सभामुख महोदय। किसानको खेतमा समयमा मल पुगेपछि मात्र उत्पादन हुन्छ। भदौ महिना लागिसक्दा पनि किसानलाई मलको आश्वासन मात्र दिँदै हुनुहुन्छ कृषि मन्त्रीज्यू कि खेतमा धान काट्ने बेला मल वितरण गर्ने हो। अब म सोध्न चाहन्छु, सरकारको तथ्याङ्कमा मल छ भने किसानको खेतमा किन छैन? यसको स्पष्ट जवाब सरकारले दिनुपर्छ। र म आग्रह मात्रै होइन, जवाफै माग्न चाहन्छु, मलको अभाव हो कि वितरणमा विकृति भएको हो? र यदि वितरणमै समस्या हो भने त्यसको जिम्मेवार को हो? हिजो मैले यही कृषि मन्त्रालय अगाडि नेपालको सबैभन्दा कान्छो मेयर सप्तरी छिन्नमस्ताका विद्यानन्द चौधरीलाई भेटेको थिएँ। उहाँ मलको कारणले गर्दा गाउँमा आन्दोलन भएर वडाहरूमा ताला लगाइएपछि कृषि मन्त्रालयका आउनुभएछ। मन्त्रीज्यूले मल पाउनुहुन्छ, तपाईँ जानुहोस्, हामी सल्ट ट्रेडिङलाई भनिदिन्छौँ भनेर भन्नुभएछ। तर उहाँले यति भनिसकेको, सरी 2 हप्ता भइसक्यो, 2 हप्ता भयो, त्यो मेयर दुर्घटनामा पनि पर्नुभयो। काठमाडौँमा मन्त्रालय धाको धाइ हुनुहुन्छ, तर आज उहाँको गाउँमा, उहाँको पालिकामा मल पुगेको छैन। एउटा युवा जेन्जी मेयरहरू त आज यसरी पीडित बनिराख्नु भएको छ यो राज्यमा भने हामी कस्तो परिवर्तनको कुरा गरिराखेको छौँ। त्यसैले म यो सरकारलाई भन्न चाहन्छु, हामी यही पुस्ता हो जसले भन्छ कि स्टन्टले देश बन्दैन। तर स्टन्टले देश बन्दैन भन्दै गर्दा यति ल्याक्कत राखौँ कि व्यक्तिवाद र व्यक्ति केन्द्रित भएर सरकारकी संयन्त्रको धज्जी उडाएर पनि राज्य बन्दैन भन्न सक्ने ताकत यो सदनले राख्नुपर्छ। सम्माननीय सभामुख महोदय, मधेसमा मलको मात्रै होइन, सिँचाइको पनि पीडा उत्तिकै छ। त्यसैले यथाशीघ्र मन्त्रीहरू व्यक्तिगत रूपमा हावी हुने होइन, आफ्नो संयन्त्र र प्रणालीलाई अगाडि बढाएर जनताको समस्या सम्बोधन गर्नलाई म अनुरोध गर्न चाहन्छु। धन्यवाद। सम्माननीय सभामुख महोदय, झन्डै 41 वर्षपछि हामी यो कानुनलाई प्रतिस्थापन गर्ने विधेयक यहाँ आएको छ। यसको लागि म सरकार र मन्त्रीज्यूलाई धन्यवाद दिन चाहन्छु। पञ्चायतकालमा बनेको कानुन आज पनि हामीले बोकेर हिँडिराखेका थियौँ। मलाई लाग्छ यसलाई गणतन्त्र, सङ्घीय गणतन्त्रको सापेक्षतामा यो अघि बढोस् भन्ने शुभेच्छा पनि राख्न चाहन्छु। सभामुख महोदय, हाम्रा कानुनहरू बनाउँदाखेरि हामी एकदमै राम्रो सदिच्छा राख्छौँ, तर हाम्रा कानुनहरू एक आपसमा यस्तो उल्झन एक आपसमा यसरी बाजिराखेका छन् कि एउटा कानुन पास गर्यो भने अर्को कानुनले त्यसलाई रोकिराखेका हुन्छ। त्यसतर्फ पनि हामीले ध्यान दिन जरुरी छ। यो विधेयक प्रस्तुत हुँदै गर्दा संविधानले हामीलाई केही कुराहरू दिएको छ। संविधानले सङ्घीयताका तीनै, खास गरी केन्द्र, प्रदेश र स्थानीय तहका आफ्ना आफ्ना अधिकार क्षेत्रको आधारमा यसलाई केही व्याख्या पनि गरेको छ। केन्द्रले खानीको उत्खननको अधिकार दिएको छ, प्रदेशले अन्वेषण र व्यवस्थापनको अधिकार संविधानले दिएको छ, स्थानीयलाई संरक्षणको अधिकार दिएको छ। अब यसो हुन बित्तिकै फेरि हामी खानी तथा खनिज पदार्थको व्यवस्थापनको सन्दर्भमा हामी फेरि काहीँ न काहीँ बाजिन पुग्ने अवस्था हुन्छ। त्यसकारण यसलाई सुस्पष्ट व्याख्या गर्ने, सरकारको कुन तहले यसलाई गर्ने भन्ने कुरा सुस्पष्ट व्याख्या गर्दा राम्रो हुन्थ्यो। तर काहीँ न काहीँ भोलि संवैधानिक अडचन आइपुग्ने स्थिति हुनसक्छ भन्ने मलाई लाग्छ। त्यसतर्फ ध्यान दिनुपर्छ। राज्यको नीति 51(6)(1) ले स्थानीय समुदायलाई अग्राधिकार दिँदै न्यायोचित वितरण गर्ने नीतिमा उल्लेख गरेको छ। त्यसले काहीँ न काहीँ भोलि प्रश्न खडा गर्छ। त्यो नीतिलाई पनि हामीले यहाँ ध्यान दिनुपर्छ।
व्यक्तिको सम्पत्तिको हक पनि यसले काहीँ न काहीँ हामीले समेट्नुपर्ने स्थिति छ। आईएलओ महासन्धि नम्बर 169, संयुक्त राष्ट्रसङ्घीय घोषणापत्र, सर्वोच्चको फैसला, वन ऐन, आदिवासी जनजाति प्रतिष्ठान ऐन, स्थानीय सरकार सञ्चालन ऐनसँग पनि यो काहीँ न काहीँ अलिकति पछि बाजिन सक्छ। त्यससँग नबाजिने गरी हामी ध्यान दिनुपर्छ जस्तो लाग्छ। राष्ट्रिय सन्दर्भमा, राष्ट्रिय सुरक्षाको सन्दर्भमा मुस्ताङको युरेनियम जस्ता स्थितिहरूमा अहिले अन्तर्राष्ट्रिय चासो आइराखेको कुरातर्फ पनि हामी ध्यान दिएर, राष्ट्रिय सुरक्षालाई पनि ध्यान दिएर हामी यस्ता सन्दर्भहरूमा अगाडि बढौँ। धन्यवाद। मान्य सदस्यहरू, अब यो छलफल यहीँ समाप्त हुन्छ। मान्य सदस्यहरू, अब म खानी तथा खनिज पदार्थ विधेयक 2083 माथि विचार गरियोस् भन्ने प्रस्तावलाई निर्णार्थ प्रस्तुत गर्दछु। यो प्रस्तावको पक्षमा हुने मान्य सदस्यहरूले हुन्छ भन्नुहोला र यसको विपक्षमा हुने मान्य सदस्यहरूले हुन्न भन्नुहोला। यसको पक्षमा हुने मान्य सदस्यहरूले हुन्छ भन्नुहोस्। यसको विपक्षमा हुने मान्य सदस्यहरूले हुन्न भन्नुहोस्। मान्य सदस्य किन उठ्नुभयो? माइक दिनुहोस्। सम्माननीय सभामुख महोदय, समयको लागि धन्यवाद। मलाई जिज्ञासा र अर्को पनि सँगैमा सभामुख महोदय मार्फत भन्नुपर्ने कुरा चाहिँ सदनको यो छलफलमा गणनापूर्वक सङ्ख्या नै नपुगिरहेको अवस्थामा यो प्रस्तावलाई स्वीकार लाने अथवा नलाने भन्ने कुराको यो निर्णय कसरी लिने होला भन्ने कुरा राख्न चाहे। थ्याङ्क यू। मान्य सदस्यहरू, नेपालको संविधानको धारा 94 बमोजिम कुनै पनि प्रश्न वा प्रस्ताव निर्णार्थ पेश गर्न प्रतिनिधि सभाको 1/4 सदस्य उपस्थित हुनुपर्नेमा यो प्रस्ताव निर्णार्थ पेश गर्न गणपूर्वक सङ्ख्या नपुग भएको भनी मान्य निष्कल राईले प्रश्न उठाउनु भएकोले 3 मिनेट घन्टी बजाई गणपूर्वक सङ्ख्या यकिन गर्न म सचिवालयलाई निर्देशन दिन्छु।
मान्य सदस्यहरू, नेपालको संविधानको धारा 94 बमोजिम कुनै पनि प्रश्न वा प्रस्ताव निर्णार्थ पेश गर्न प्रतिनिधि सभाको 1/4 सदस्य उपस्थित हुनुपर्नेमा 3 मिनेट घन्टी बजाई गणपूरक सङ्ख्या यकिन गर्दा यो प्रस्ताव निर्णार्थ पेश गर्न गणपूरक सङ्ख्या 69 हुनुपर्नेमा हाल माननीय सदस्यहरूको सङ्ख्या 61 रहेकोले गणपूरक सङ्ख्या नपुग भएको देखिएकोले यस विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्तावको निर्णय आगामी बैठकमा हुने बेहोरा जानकारी गराउँछु। मान्य सदस्यहरू, अब प्रतिनिधि सभाको अर्को बैठक मिति 2083 भदौ 1 गते सोमबार दिनको 1 बजे बस्ने गरी यो बैठक यहीँ स्थगित हुन्छ।